आजबाट जबसम्म प्रधानमन्त्री संसदमा बोल्दैनन् तबसम्म बेलुकामा भात नखाने च्यालेन्ज। त्यसको लागि मैले लिएँ एउटा प्याज अनि लिएँ आधा काँक्रो जसको मूल्य हुन्छ रु 20। त्यसमा राखेँ यति अङ्गुर, केरा, आधा पोका दही, पुरै अलि धेरै हुन्छ है। घिउ है, घिउ घिउ, टमाटर एउटा अनि लसुन, जिरा धनियाँले झान्ने र त्यसमा राख्दैछु भाङको धुलो। यहाँ पाक्दैछ पियाज लसुन र टमाटरको झोल। यसलाई पनि राखिदिएँ माथिबाट ट्याक्क। अब हाल्नु बाँकी थियो उसिनेको आलु अनि मैले आलु उसिनेछु बुढो खसीको मासु पकाए भन्दा पनि बढी। अब राख्न बाँकी के होला त। अब रेडी भयो मेरो भात बिनाको खुराक। यति खाए पछाडि म 82 केजीबाट 72 केजीमा झर्ला कि नाइ त।